चिसो पानीले टाउको नुहाइदिएको कस्तो कटकटी खाँदो रहेछ। एकछिन त म त चिसोले झन्डै मरेँ। आज चाहिँ म बिहान बिहानै रायोको साग मिलाइरहेको थिएँ। यस्तो पनि रायोको साग हुन्छ भनेर छक्क परिरहनु भयो होला। यो साग चाहिँ मैले गुन्द्रुक हाल्ला भनेर प्लास्टिक भित्रै हालेर राखिरहेको थिएँ, त्यही भएर पहेँलो देखिरहेछ। ल यसलाई चाहिँ घरमा लगेर अब घाममा सुकाइदिन्छु। पसल बन्द गरेर म खाना बनाउन आउने टाइम भनेको चाहिँ सधैँभरि 10 बजे हो। यसो आँगनतिर हेरेको कति धेरै फोहोर रहेछ। ती माथि हिजो बेलुका आगो बालेर तापेको थियौँ। यो खरानी र कोइलाले त झन् कालै सबैतिर फोहोर भइरहेको थियो। यो आँगन साना सिनकबाट बडार कुडार गरे होइन। यो मेरो ओठ फरफराको पनि 5-6 दिन भइसक्यो। हुन चाहिँ के खोजेको होला, कोहीसँग बाजी हाल्यो भने ठिक हुन्छ कि क्या हो, कमेन्ट गर्नुहोस् त साथीहरू। आज चाहिँ म टाउको नुहाउनु पर्यो भनेर बाल्टीमा पानी थापेर तयारी गरेँ। त्यसपछि टाउको नुहाउन सुरु गरेको। अलिअलि चिसो रहेनछ भने पानी त अब नुहाउनलाई सुरु गरिहालेँ। पखालेर कहिले सक्नु जस्तै भइरहेको थियो। कटकटी खायो भने घाममा नबसिकन त उपाय नै लागेन। टक्क घाममा बस्नु पर्यो भनेर घर पछाडि गएको। सुजाताहरू पनि घाम तापिरहेको रहेछन्। एकछिन चाहिँ मजाले गफ गरेर घाम ताप्यो। त्यसपछि हिजो बेलुकाको अलिकति माछाको रस र 1 पिस माछा पनि रहेछ, त्यहीसँग खाना खानु पर्यो भनेको सुजाता पनि आइपुगेछ। अब म चाहिँ माछाको झोलसँग खाना खान्छु। त चाहिँ थुक्नीले राख भनेको साँच्चीकै थुक्नीले कि क्या हो। कराईमा भएको अलिकति झोल थियो, त्यो सबै काराकुरु खनाइदिए। त्यसपछि तारेको माछाको अन्डा बाँकी रहेछ, अलिकति भाँचेर दिएको। तितो न तितो भएछ। त्यसै त तितो हुन्छ, जन्ती माथि यसले तितो के खान्थ्यो होला र फोहोरमा लगेर पो फाल्दिन्छ। साँच्ची हेर त्यहाँ मलाई चाहिँ यस्तो नमिठो दिने, तिम्रो भोलि पेट दुखी जाओस् भनेर पो सरापी त। अब त्यसले जे भने नि खाना खान छोड्न भएन क्या। आजलाई यति नै। भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गरेर अल नोटिफिकेसन दबाउन नभुल्नु न। भाइ।